आशै उडा उडा कहिले चङ्गा उडाको हो पो जान्दैथिस् खैले म सिकाइदिन्छु नहीं म आफै उडाउँछु तैँले जान्दैनस् क्या खैले भन्या बढी बोल्छस् छोरो चाहिँ कुट्ने आमा चाहिँ हाँस्ने रमाइलो छ है उडाउँछ भन्दै थियो त दिएको भए भइहाल्थ्यो फिर उडाउन जान्दैन त्यसले चङ्गा उडाउँछ बुढेसकालमा पाल्दैन तै मै गोता गएको भए सुध्रिन्थ्यो होला तँ गोता गएर बिग्रियो म गोता होइन तिमी गोतै गएर बिग्रियो बिग्रिन्छ ल हेर त त्यहाँ लाज शरम नभएको यत्रो भइसक्यो त्यहाँ आँगना मुते हेर त ले नै आग्लो बजाइदिन्छु म हाँस्छ आमा चाहिँ ल भाग्यमानी हुनु मसँग कति धेरै पैसा भयो मसित नि धेरै पैसा छ जमजमरको घर नमस्कार हामी त टीका लाउन आयौं लौ रमेशका छोराछोरी त काठमाडौँदेखि आइसकेछन् त ल बस बस अनि बाबा आमा चाहिँ खोइ त तिमीहरू एक्लै आएको पल्लो घरमा टीका लाउँदै हिँड्छ हामी चाहिँ अगाडि हिँड्दै आएको ए ल आइन्द्र नसुते श्रीन्द्र दशरथे गोपाल छ्याङ्रा गवे ऐश्वर्य ललभु के गति सपुने मानुन्त दोर्जु धने विज्ञाने बिजुले भगवते भक्तम कीर्तिष्ट नारायणे ल धेरै पढ्नु खै ल ओम जयन्त काली मङ्गल काली भद्रकाली कपालिनी दुर्गा क्षमा सुवा सुवा शिवधात्री नमस्तुते ल धेरै पढ्नु एकछिन किन दक्षिणा चाहिँदैन त्यसरी रङ्गलाको हातले पैसा समाउँदा पैसा फोहोर हुन्छ नि फोहोर भएर के भयो त पैसा हो चलिहाल्छ चल्न त चल्छ तर हामीले पैसाको जतन गरेनौँ भने पैसाको आयु घट्छ नि पैसाको पनि आयु हुन्छ त बाबु हुन्छ नि आमा पैसा हाम्रो देशमा छापिँदैन विदेशमा लगेर छाप्नु पर्छ पख है त पानी छैन पख्नु पख ल चान्चुन सक्यो क्या हो सक्यो हेर्नुस् त पैसा यसरी थैलीमा गोजीमा जताभावी राख्नु हुँदैन नि पैसालाई त धेरै जतन गरेर राख्नु पर्छ नि रङ लाउनु हुँदैन पानीले भिजाउनु हुँदैन पिन लाउनु हुँदैन रबरले बाँध्नु हुँदैन नि किनभने यो पैसा बनाउन नेपाल सरकारले धेरै खर्च गरेको हुन्छ नि जन्मिँदै 3 पात भन्थे कति बिधि चलाएको हो यी नानीहरू त हामीले यो किबार पनि सँगै बोकेर हिँडेका छौँ यसमा त मोबाइलबाट नि पैसा हाल्न मिल्छ त्यसो गर्दा त पैसा पनि बिग्रिँदैन बहिनी हामीलाई त पल्लो घरको अङ्कलले यसमै पैसा हालेर दिएको है हो नि दादा मेरो त कति धेरै पैसा भयो मेरो नि अनि यस्तो सबै कुरा चाहिँ तिमीहरूलाई कसले सिकायो नि हामीलाई त स्कुलमा सिकायो नि ए अनि तिमीहरूको स्कुलको नाम के हो हाम्रो स्कुलको नाम कोविदा किड्स प्री स्कुल हो नि कहाँ छ नि यो स्कुल कोविदा किड्स प्री स्कुल लोकन्थली भक्तपुरमा छ ए बुढा यो हाम्रो तिमीले गालामा हान्ने मुतुवा छोरोलाई पनि यही स्कुलमा लगेर हाल्दिउँ नि चुप्लाक आफ्नै छोराको इज्जत गर्छ हरेक अभिभावकको पहिलो रोजाइ कोविदा किड्स प्री स्कुल लोकन्थली
भक्त